सबैजनालाई नमस्कार। अब खास मैले सबैजनासँग कुरो पनि गरिरहेको थिएँ अनि मेरो एउटा डिस्कसन छलफल र सबैलाई समेटेर जाने प्लान कस्तो थियो भने अ, जस्तै जति पनि हामी युट्युब अहिले सुरुवात गरिरहेका छौँ उहाँहरू सबैको कस्तो हुन्छ तपाईँ एक्लै जहिले पनि भिडियो बनाउनुहोस् तपाईँको भ्युज भनेको खुबै बढीमा बढी गयो भने 160 170 180 त्यस्तै जाने हो। अनि जब तपाईँहरूले भिडियो बनाउनुहुन्छ त्यसको लागि भ्युवर्स चाहियो क्या, त्यो हेरिदिने मान्छे चाहियो। तपाईँ लोड गरेर जसरी भिडियो लोड गरेर तपाईँले ग्रुपमा पठाउनु हो भने त्यो ग्रुपले के गर्छ सबै कहाँ सजिलै जान्छ क्या। एकदम जो मिलन हुन्छ नि जुन एउटा माध्यम हुन्छ नि जस्तै हरेक चिजको प्रमोसन चाहिन्छ क्या, प्रमोसन बिना कुनै पनि चिजले ठाउँ पाएको हुन्न। त्यो प्रमोसन हाम्रो कहाँ हुन्छ टेलिग्राम ग्रुपमा हुन्छ। अनि त्यो प्रमोसनको आधारमा तपाईँले हालेको भिडियोलाई तपाईँको टेलिग्राम ग्रुप मार्फत तपाईँको प्रमोसन हुन्छ त्यहाँ गएर सबैजनाले हेर्छ। र त्यसमा अर्को फाइदा के हुन्छ जति पनि सब्सक्राइबर चाहिएको मान्छे हुन्छ उहाँहरूले पनि सब्सक्राइब पाउँछ नयाँ नयाँ। जस्तै म तपाईँलाई सब्सक्राइब गर्दैछु भनेर त्यसलाई रिप्लाई गरेर दिनु उसले पनि रिप्लाई दिन्छ होइन। जस्तै डब्लुटी चाहिएको मान्छेले डब्लुटीको लागि मेसेज गर्नु र तपाईँको जसलाई सब्सक्राइब चाहिएको छ उहाँले सब्सक्राइब लाइक गर्नुहुन्छ, सब्सक्राइब सकेपछि डब्लुटीको लागि उहाँहरू पनि आउनुहुन्छ। ग्रुपमा सबैको मिलन हुन्छ कि त्यहाँ सबैको भेटघाट हुन्छ, सबैसँग कुरा हुन्छ अनि एकअर्कामा सपोर्ट लिन दिन सजिलो हुन्छ भन्ने उद्देश्यले मैले त्यो ग्रुपको कुरा गरिरहेको थिएँ तपाईँहरूसँग। अब यसमा ग्रुप मैले क्रिएट गरेको छु। जस्तै यसमा जानुभयो मेरो भिडियोमा जानुभयो म सबै कुरा कर्मश अगाडि दिन्छु है। जस्तै मेरो भिडियोमा जानु यो भिडियो छ, यो भिडियोमा मैले 6 मिनट समथिङको भिडियो छ। यसमा मैले ग्रुपको कुरा गरेको थिएँ। त्यो ग्रुप मैले क्रिएट गरिसकेको छु, तपाईँहरू जोइन हुन मात्रै बाँकी छ। अब त्यसमा जस्तै यहाँ आएर मेरो भिडियोको मुनि मोरमा क्लिक गर्नु भने यहाँ तपाईँले टेलिग्राम ग्रुप हेर्नुहुन्छ है, टेलिग्राम ग्रुप हेर्नुहुन्छ। आउनु टेलिग्राममा ट्याक्क क्लिक गर्नु, टेलिग्राम डाउनलोड गरेर अब तपाईँको त्यति टेलिग्राममा आउनु भने डाइरेक्ट यो ग्रुप तपाईँको ओपन हुन्छ क्या, ग्रुप ओपन हुन्छ। अनि त्यो ग्रुपमा ओपन गर्नु होइन, ओपन गरी पनि हुन्छ यहीँबाट जोइन गरी पनि हुन्छ। ओपन गर्नु, ओपन गरेपछि तपाईँ यो ग्रुपमा यहाँबाट जोइन हुन सक्नुहुन्छ होइन। यो बनाउनुको उद्देश्य म तपाईँलाई भन्छु कसरी फाइदा हुन्छ भन्ने कुरो होइन। म योभन्दा अगाडि एउटा ग्रुपमा छु, अलरेडी जोइन भएको छु। त्यो इन्डियाको ग्रुप हो होइन, इन्डियन हुनुहुन्छ त्यसमा धेरै जसो। उहाँहरूको कस्तो छ भने अहिले मेम्बर भन्नुहुन्छ भने 83,162 मेम्बर हुनुहुन्छ। उहाँहरूले यसरी भिडियो सेयर गरिराख्नु भएको छ होइन, उहाँहरूको भिडियो सेयर गरिराख्नु भएको छ। र तपाईँको म एकजना मेम्बरसँग पनि जोइन भएको थिएँ। अब यसमा 83,162 जना मेम्बर हुनुहुन्छ र उहाँहरूलाई के छ उहाँहरूको भिडियो सजिलै सबै कहाँ पुग्छ के 83,162 कहाँ नै पुग्छ। जो टेलिग्राममा एक्टिभ हुनुहुन्छ सबैले 62 त्यति नै हुन्छ भनेपछि हाम्रो बिस्तारै अहिले तत्कालै यति हुने कुरो भएन। सुरुवातमा 1-2 जनाबाटै सुरु हुने हो जहाँबाट भयो नि होइन। त्यतिजना मेम्बर तपाईँको मेम्बर बढ्दै गयो भने हाम्रो भिडियोले भ्युज पाउँदै गर्छ। त्यस्तै गरेर म हिजो अब त्यो खास मैले ऊ त नदेखाउँ भने म यहाँबाट केही मेम्बरहरूसँग कुरा गरेर पनि म मेरो सब्सक्राइब बढाएको थिएँ। विदिन 3 विकमा मैले लगभग 500 सब्सक्राइब गर्न पाएँ होइन। केही त अब मैले यहाँबाट पनि गरेँ। उहाँको भिडियो मैले नर्मल्ली अब यसो खास देखाउन मिल्ने कि होइन तर थाहा भएन। इनकेस त्यस्तो मिलेन रहेछ भने म तपाईँको भोलि त्यो भिडियोलाई उ गरिदिन्छु। अब यसमा मैले उहाँको सब्सक्राइब हेर्नुहोस् 1.5 मिलियन छ क्या। उहाँ पनि त्यही ग्रुपमा जोइन हुनुहुन्छ होइन। मैले काटिहालेँ, हल्का देखाएँ मात्रै। यो देखाउन मिल्ने कि नमिल्ने मलाई फेरि थाहा छैन होइन। भोलि त्यो भिडियो फेरि फ्याल भन्ने बेलामा आयो भने अलि अप्ठ्यारो पर्दा भनेर मैले त्यो भिडियो काटिसकेँ। म अब आएँ सिधा तपाईँको मेरो च्यानलमै आयो है। ओके, त्यो ग्रुपमा त्यतिजना मान्छे हुनुहुन्थ्यो र उहाँहरूले सेयर गरेको भिडियो त्यति कहाँ पुगिरहेछ र सब्सक्राइब पनि बढिरहेको छ। हामी पनि जस्तै अब मैले त्यहाँ त्यो ग्रुपमा मलाई किन फाइदा छैन भने म नेपाली बोल्छु, मेरो नेपाली भाषाको भिडियो बनाउँछु भनेपछि उहाँहरूले नेपाली भाषाको भिडियो हेर्नुहुन्न। त्यहाँ मैले सब्सक्राइब लिएर पनि मलाई काम किन छैन भने नेपाली मैले सब्सक्राइब बनाएर त्यहाँ सब्सक्राइब गरेर मात्रै पनि मैले मेरो भिडियोहरूमा भ्युज आउँदैन भनौँ न। मेरो नेपाली भाषा उहाँहरूले बुझ्नुहुन्न तर हामी नेपालीहरू हिन्दी इङ्ग्लिस सबै बुझ्छौँ, त्यो अलग कुरा हो। अनि त्यो कारणले मैले यो ग्रुप क्रिएट गरेको हो होइन। एउटा मेम्बरहरू होस्, सबैको भिडियो सबै कहाँ पुगोस् भनेर। अनि टेलिग्राम ग्रुपको लिङ्क म प्रत्येक भिडियोको उसमा हालिरहेको हुन्छु।
लिङ्क चाहिँ होइन, तपाईँहरू आउनुहोला, त्यसमा सब्सक्राइब गर्नुहोस् होइन, त्यो ग्रुपमा जोइन हुनुहोस्, टेलिग्राम बनाउनुहोस्। यति भन्नको लागि अहिले खास यो भिडियो मैले क्रिएट गरेको हो होइन। अब बाँकी कुरा हामी अगाडि म ग्रुप होस्टहरूसँग धेरै जस्तो युट्युब लाइभ होस्ट चलाइरहनु भएको छ, उहाँहरूसँग म कुरा पनि राखिरहेको छु। बिस्तारै सबैले कुरा बुझ्ने जुन दिन बुझ्नुहुन्छ त्यो दिन फेरि यो ग्रुप हाम्रो ग्रुप नै त्यस्तै ठुलो हुनेछ। एक दिन हाम्रो सबैको भिडियोहरू राम्रो भ्यू पाउनेछ, सबैले युट्युबमा आफ्नो पकेट मनी निकाल्न सक्नुहुनेछ भन्ने म तपाईँहरूसँग कुरा राख्दै अहिले चाहिँ यही भिडियोबाट अन्त्य गरेँ होइन। म फेरि नयाँ भिडियोहरू, मेरो अरू भिडियोहरू छ, मेरो कन्सेप्टहरू के अरू केही फरक छ, म त्यो भिडियो बनाउँछु। आज म 10 मिनटको लागि हल्का यसो टाइम म्यानेज गरेर अहिले यो भिडियो मैले बनाएको। थ्याङ्क यू एभ्री वान, सी यू।